के यो सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज, हरिनगर यिनीहरूमा यो वर्ष मात्र हिन्दू मुस्लिम बसेका हुन्? पोहोर थिएन? कैयौँ सालदेखि हिन्दू मुस्लिम मिल्दै बस्दै आएका हुन् नि। यो वर्ष मात्रै हिन्दू बोलबम गएका हुन्। बोलबम जाने लहर अहिलेदेखिको हो, पहिलेदेखि बोलबम मान्छे जान्थे नि, जाँदैनथे? यो वर्ष मात्रै डिजे बज्यो होला, यो वर्ष मात्रै बोलबम गयो होला नि हिन्दूहरू। यहाँ कुरा गम्भीर त छ साथीहरू, होइन? तर यहाँ कसको चलखेल हो भन्ने कुरो पत्ता लगाउन मात्र नसकेको। चलखेल यो चलखेल नै हो भन्नेलाई धेरै सजिलो छ। हिन्दू मुस्लिमको लडाइँ हो भनेका छन्। काङ्ग्रेस एमाले घन्टीलाई दोष लगाएका छन्, घन्टीले काङ्ग्रेस एमालेलाई दोष लगाएका छन्। अब कसको के हो भन्ने कुरो किन थाहा छैन। तर यी सबको चक्करमा नोक्सानी, दुःख, टेन्सन कसलाई भइरहेछ? सर्वसाधारण जनतालाई भइरहेछ, होइन? अहिले मेरो घरमा त अलिकति म मध्यम वर्गको थिएँ। एक बोरा चामल छ, 2-4 किलो दाल छ, म खाएर बसिरहेको छु। जो दिनभरि कमाएर बेलुका अन्डा लिएर आएर घरमा खानेहरूको घरमा के भइरह होला यो 4-5 दिनको बन्दले? बाहिर रोडमा निस्किन समेत मिलिरहेको छैन, पैसा भएर पनि किनेर खान पाइरहेको छैन। समस्या कति भएको छ? अहिले घन्टीले दोष लगाएका छन् एमाले काङ्ग्रेसलाई, एमाले काङ्ग्रेसले दोष लगाएका छन् घन्टीलाई। हामीलाई घन्टीले पनि केही लछारपाटो लगाएको छैन, एमाले पनि केही लछारपाटो लगाएको थिएन हिजो अस्ति। देश बने हामीलाई पनि अलिकति फाइदा होला कि भन्ने कुरा मात्रै हो। देश गयो भने नेपाल नै नरहे, नेपाली कहाँबाट रहन्छ? आज हिन्दू मरो, हिजो मुस्लिम मरो, आज एमाले मरो, भोलि घन्टीको मरो। मान्छे मर्न त मान्छे मरो नि त, मर्न त नेपाली नै मरो नि त। त्योसम्म सोचौँ न। एमालेको मर्दा घन्टीका खुसी हुने, घन्टीका मर्दा एमाले खुसी हुने, एमालेको सरकार लड्दा घन्टीको सरकार दुखी हुने, घन्टीको सरकार लड्दा एमालेको सरकार खुसी हुने। यो सब बन्द गर्नुहोस्। यो सबमा कुनै फाइदा छैन। देश बने, नेपाली रहे, नेपाल रहन्छ। मारपिट लट्ठा मागरी गरो, मान्छे कहाँ के भइरहेको छ मतलब छैन। यो घर हिन्दूको छ, यो घर मुस्लिमको छ। 10 घर हिन्दू बाटोमा 2 घर मुस्लिम छन्। अहिले तराईमा 2 घर 4 घर मुस्लिम छन् भने हिन्दूको घरमा भोलि अप्ठ्यारो पऱ्यो भने एमाले कार्यकर्ता आउँछ, घन्टीका कार्यकर्ता आउँछन्। पहिले सुरु त्यही पल्लो घरको मुस्लिमै आउँछन् के भयो भनेर सोध्नलाई। त्यो बुझ्नु जरुरी छ नि मान्छेले। अहिले यो सबैको चक्करमा यहाँ घाटा भइरहेको छ सर्वसाधारण जनतालाई। अहिले अब यो कसले के गर्यो, कहाँ गर्यो, कसले गर्योसँग मतलब छैन। म कुनै लिडिलको लागेर एकदम अन्धभक्त म कुनै पनि पार्टीको होइन, होइन? हो अब एमालेकै पहिलेदेखि एमालेलाई भोट हाल्दै आएको थियौँ, हालेको पनि हो, हालिरहेको पनि हो। अब अहिले परिवर्तन चाहे, मैले भोट हालेर एमाले जित्यो नि, यसपालि जितेन, हार हो एमाले। कहाँ हो? घन्टी